यो शब्द सेन्टेन्सहरु चाहिँ मैले गुहारीबाट कलेक्ट गरेको शब्दहरु रहेको छ। फेरि पनि उपस्थित भएको छु नयाँ एपिसोडको साथमा। सम्पूर्णमा लासो फ्याफुल्ला हेर्दै हुनुहुन्छ लासो आसाम अफिसियल र आजको विशेष एपिसोड चाहिँ रहेको छ प्रशंसनीय तामाङ भाषा। भनिसकेपछि तामाङ भाषा भित्रै पनि प्रशंसा गर्ने शब्द विवरणहरूलाई चाहिँ आज तामाङ भाषा मार्फत बुझाउने कोसिस गरेको छु। केही भुलटोटी हुन सक्छ अथवा हजुरहरुको ठाउँमा डिफ्रेन्ट प्रकारले भन्न सक्ला र मैले बुझाएको शब्दहरू डिफ्रेन्ट हुन सक्छ। शब्दहरुमा केही अप्ठ्यारोपन आए त कमेन्ट बक्समा लेखेर मलाई भन्नु होला। हजुरहरुको कमेन्ट्सहरुले पनि हामीलाई धेरै हौसला दिने गर्छ। सो नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिहाल्नु होला। ढिलो नगरी आउनुहोस् आजको एपिसोड तर्फ लागौं। पहिला शब्द तर्फ जाउँ। मुख्य सल्लाहकार। मुख्य सल्लाहकारलाई चाहिँ तामाङ भाषाबाट कसरी भनेर भन्छु त? ताम्सो पिन्बा दोत्पा। ताम्सो पिन्बा दोत्पा। ताम्सो पिन्बा दोत्पा। मुख्य सल्लाहकारहरूलाई चाहिँ ताम्सो पिन्बा दोत्पा भनेर भन्छ अथवा ग्रेन काथुइबा भनेर पनि भन्न सक्नुहुन्छ। ग्रेन काथुइबा ताम्सो पिन्बा दोत्पा। यस्ता शब्दहरू हामीले जति बेला स्टेजमा दुई कुरा तामाङ भाषाबाट बोल्नु पर्ने हुन्छ त्यति बेला एकदमै इम्पोर्टेन्ट युज गर्नुपर्ने शब्दहरू रहेको छ। सो कन्टिन्यू भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। नेक्स्ट स्वागतकारिणी समितिलाई चाहिँ तामाङ भाषाबाट डन्स्योङ गेदुङ भनेर भन्छ। डन्स्योङ गेदुङ। डन्स्योङ गेदुङ। स्वागतकारिणी समिति डन्स्योङ गेदुङ। सांस्कृतिक विभाग रिमठिम फ्याक। सांस्कृतिक विभाग रिमठिम फ्याक। रिमठिम फ्याक। रिमठिम फ्याक है सांस्कृतिक विभागलाई। आयोजक समिति। आयोजक समिति सेङबा गेदुङ। सेङबा गेदुङ। आयोजक समिति सेङबा गेदुङ। सेङबा गेदुङ भनेर भन्छ आयोजक समितिलाई। पावन अवसर। पावन अवसर बुढी। बुढी। बुढी नेपाली भाषाबाट बुढी भन्छ नि, त्यही बुढी सम्झिँदा पावन अवसर भनेर सम्झिनु होला है त। अनि दुई कुरा बोल्ने पावन अवसर भेटाएको छु। अब यसलाई विवरण गर्नु जाँदाखेरि चाहिँ गर्ही तामपाङबा बुढी स्याप्पामुला भन्छ। दुई कुरा बोल्ने पावन अवसर भेटाएको छु। गर्ही तामपाङबा बुढी स्याप्पामुला। गर्ही तामपाङबा बुढी स्याप्पामुला। शहीद भएकोलाई चाहिँ लुई पिन्बा भन्छ। लुई पिन्बा भन्छ। शहीद भएको लुई पिन्बा। लुई पिन्बा। स्मरण गर्दछु डानबान मुला। डानबान मुला। अनुरोध गर्दछु लाई चाहिँ रितपान मुला। रितपान मुला। हामी स्टेजमा बोलिराख्दाखेरि अनुरोध गर्दछु भनेर भन्छौँ नि, अनि त्यति बेला चाहिँ रितपान मुला भन्नुपर्छ। तामाङ भाषाबाट चाहिँ रितपान मुला। निमन्त्रणा। निमन्त्रणालाई चाहिँ ngोइछाङ भन्छ। ngोइछाङ। कसैलाई निमन्त्रणा पठाउनु छ इन्भिटेसनलाई चाहिँ ngोइछाङ। ngोइछाङ भनेर भन्छ। उत्सव। उत्सव मनाइरहेको उत्सवलाई चाहिँ ग्राल भन्छ। ग्राल। उत्सवलाई ग्राल। लिडरहरूलाई चाहिँ गबन भन्छ, मुल्मी भन्छ, नाइके पनि भनेर भन्छ। यो तीन प्रकारले भन्न सक्नुहुन्छ। मुल्मी, गबन, नाइके यो तीनै प्रकारले भन्न मिल्छ। त्यसै गरी अब चाहिँ शब्दको अन्तिम शब्दतर्फ पनि आइसकेको छौँ र अन्तिम शब्द चाहिँ रहेको छ प्राचीन। प्राचीन भन्दा चाहिँ तामाङ भाषाबाट अन्मा भन्छ। अन्मा। अब यही शब्दलाई सेन्टेन्समा भन्नु पर्दा प्राचीन कालदेखि चलिआएको हाम्रो संस्कार संस्कृति परम्परालाई हामीले बचाएर राख्नु पर्छ भन्नेलाई चाहिँ तामाङ भाषा मार्फत अन्मा दन्बो दुई आन्से तेन्सी खाबा ह्याङ्ला रिमठिम
याङसे सोनालासी थान्तोला भनेर भन्नुपर्छ। अनमा डाङ्बो दुई आन्से तेन्सी खाबा ह्याङला रिमठिम ह्याङसे सोनालासी थान्तोला। अनमा डाङ्बो दुई आन्से प्राचीन कालदेखि चलि आएको तेन्सी खाबा ह्याङला रिमठिम संस्कार संस्कृति परम्परा हामीले ह्याङसे बचाएर राख्नु पर्छ। सोनालासी थान्तोला भनेर भन्ने गर्छ। यस्तो कतिपय कल्चरल सेन्टेन्सहरूलाई चाहिँ हामीले मेमोराइज गरेर भए पनि राख्नुपर्छ। अनि समाजको अगाडि दुई कुरा बोल्दाखेरि हामीले यसरी भन्दाखेरि एकदमै इन्स्पिरेसन्स एउटा नयाँ पिँढीलाई हुने गर्छ। विशेष गरी हाम्रो अग्रजहरूलाई चाहिँ म भन्न चाहन्छु, उहाँहरूले बोलेको शब्दहरू नै हामी नयाँ जेनेरेसन्सको पिँढीहरूले बुझ्ने हो, सिक्ने हो। सो हजुरहरूले यस्तो प्रकारको सेन्टेन्सहरू चाहिँ स्टेजमा दुई कुरा बोल्दा अथवा समाजको अगाडि दुई कुरा बोल्दाखेरि राखिदिनु भयो भने चाहिँ इन्स्पिरेसन हुनेछ भन्दै अर्को एपिसोडमा भेट्ने नै छौँ। आजको लागि चाहिँ थुजुसे।